Jungle. नमस्कार, फेरि नयाँ भ्लगको साथ आएको छु। अब मेरो र नवीनाको अफ छ, त्यो हामी घुम्नको लागि ओसाकाको फेमस पार्क Must visit Surumi Ryokuchi Park in Osaka. अब हामी जाँदैछौँ। यो सिजन अनुसार फुलहरू फुल्ने हो। अहिले हामी भित्र गइसक्यौँ। अब वरिपरि हरियाली जङ्गल छ। तपाईँहरू जापानको छेउछाउमा हुन्छ, ओसाकाको छेउछाउमा हुन्छ, आउनु होला। रमाइलो छ हेर्दा। अब एकदम नेपालको झलक आउँछ। अब हामी जाँदैछौँ भित्र। अब मान्छेहरू धेरै छन्, फुलै फुल छ। अब हामी भित्र गयौँ, फोटो पनि खिच्यौँ। अगाडि अब नवीना जाँदैछन्, म पछि आउँदैछु, फोटो भिडियो ब्लग बनाउँदै। ढुङ्गाहरू हेर्नुहोस्, ढुङ्गाहरू पनि सबै यो मिलाएर फुटाएर एकदम सजाएको छ। एकदम कालो क्या हरियाली छ, त्यस रमाइलो ठाउँ छ। अब नवीना पनि अगाडि छ। फर्स्ट टाइम हो यो। एकदम ओसाकाको फेमस यही हो, सुरुमी रोकुची पार्क। सुरुमी रोकुची पार्क चाहिँ एकदम फेमस छ। अब हामी जाँदैछौँ भित्र। अब हेरौँ कहाँ पुग्छ। भित्र अब जाँदैछौँ। ढुङ्गाहरू ठुल्ठुला छन्, नेपालको जस्तै कि जङ्गल हरियाली एकदम। त्यति फोटो त खिच्न पाइनँ। त्यही हामी घुमे भित्र गयौँ, जाँदैछौँ। नवीना नै छिटो आउनु भनेछ। बसेको छु, खिच्दै आएको भिडियो चाहिँ। डे अपको टाइममा चाहिँ यसो अब बुढाबुढी बाहिर जाउँ भनेर अब यसो फ्रेस पनि हुन्छ नि त। कति काम मात्रै गऱ्यो, कामबाट आयो, खायो, सुत्यो। बरु डे अपको बेला यसो फुर्सद मिलाएर जाने। फाइनली हामी आयो। वाउ, यो चाहिँ एकदम फेमस पोखरी। म त नेपालकै पोखरी जस्तो लाग्छ, ठुलो छ। माछाहरू पनि रहेछ कि, माछाहरू चाहिँ मैले देख्न पाइनँ। नवीनाले माछा मारेछ। चारो खुवाउनु पनि माछालाई, चारो पनि भेट्यौँ। अब हामी माथि जाँदैछ, सिँढीमाथि। अब सिँढीमाथि चढ्दै अब कहाँ हेरौँ, कहाँ हुन्छ। जाँदैछौँ, नवीना अगाडि जाँदैछन्। नवीनाले फोटो खिच्नु पऱ्यो भनेर अब एकछिन 5 मिनट जति बस्यौँ। अनि अगाडि गयौँ। जङ्गलै जङ्गल जस्तै कि हरियाली छ, जस रमाइलो छ। गर्मीको बेला चाहिँ घुम्न मजा आउँछ। अब छेउमा पोखरी, नेपालको जस्तै झलकाउँछ कि। हामी जाँदैछौँ। अब छेउछाउमा पोखरी छ, माछा चाहिँ टन्ने रहेछ। अनि मलाई जस परिवारहरू रहेछ कि, परिवारहरू पनि अब चारो लिएर आउनुपर्ने छ। जस शीतल हुन्छ। म चाहिँ अब घुमाइ अब जस पछाडिको ब्यागमा यसो फोटो खिच्ने मान्छे भएन, आफै खिच्ने, आफै भिडियो बनाउने। नवीना उता छ। अब हामी यो चाहिँ सिँढीमाथि ढुङ्गाहरू, रङहरू पेन्टिङ गर्ने आर्ट्स। यो पनि एकदम कला पनि राम्रो छ। ढुङ्गाहरू सबै सजाएर क्या कलर पेन्टिङ गरेर माथि चढ्दैछौँ। हामी थाक्यौँ, नवीना पनि थाकेर अब एकछिन बस्छौँ भने एकछिन बसेर आराम गऱ्यौँ। आराम गरेपछि हामी अब फर्केपछि हामी अब बिस्तारै जाँदैछौँ। यो चाहिँ छेउछाउमा चाहिँ यो हरेक जापानिज फुडहरू हुन्छ, खानेकुरा। नाम त मलाई त्यति थाहा भएन, तर यो फुडहरू पकाएर बेच्छ क्या सबै हरेक। अब हामी त्यति जापानिज फुड नखाने मान्छे। अनि भोक लाग्यो भनेर अब के खाऊँ अगाडि गयौँ। त्यति हामीलाई खास मन परेन। अनि गयौँ हामी अगाडि। जाँदैछौँ। अब हेरौँ, नवीनाले हेर्दैछ अब कुन फोटो कस्तो टेस्ट हुने। हामी त्यति मन पर्दैन है, हेरेर चित्त बुझाउँ। जस हामी जाँदैछौँ। तपाईँलाई वरिपरि देखाएको छु। यो चाहिँ आउने बित्तिकै यो बाटोमै हुन्छ कि। अनि यो चाहिँ लोकेसन हो। तपाईँ यहाँ ठ्याक्क आउनुहोस्, सुरुमी रोकुची एक्सपो भन्ने पार्क। यो चाहिँ नक्सा हो, कहाँबाट आउने, कसरी आउने सबै बोर्डमै दिएको हुन्छ, बोर्डमै हुन्छ। अब हामी फर्किँदैछौँ। फर्केर हामी एकछिन फोटो खिच्यौँ। अब हामी फर्किँदैछौँ। यो चाहिँ सुरुमी रोकुची स्टेसन है। अब यहाँबाट तपाईँहरू आउनुहोस्। हामी अब ट्रेन जान लागेको बिस्तारै। यति नै नेक्स्ट ब्लगको साथ आउनेछु। बाई।